हामी घुम्न हिँडेको अब चाहिँ आइसल्यान्डमा। आइसल्यान्डको फर्स्ट डे डे वान हो आज। थोरै भिडियो बनाएर हाल्यो भने राम्रो हुन्छ कि सायद यताबाट हो हामी ए कस्तो उज्यालो देखेको है ल दिनले त साथ दिए जस्तो छ भने भाग्यमा ल जा कति आनन्दको मौसम भएछ बरु यतिको फेरि गर्मी नि भएको नि फेरि सकिँदैन एकदम तातो दिन 14 डिग्री रहेछ ए 14 डिग्री ल अब हामीलाई दिदीले गाडी आगेर जानुहुन्छ दुईजना अब आज हिजो हामी बसेको गाडीमा चरम दरम दरम मकै बारी दरम दरम मकै बारी दरम दरमले फेरि अलिअलि भाइरल भएको छैन हो नि है त नि त्यो गीतहरू कस्तो मजाले चल्छ कि है लजिकै नभएको गीतहरू नि चल्छ ए पेटी लगाऊ मैया कहाँतिर गयो आमा हामी कहाँ जानु लाग्यो दिदी आज आज यहाँ रेक्याभिक सिटी टुर है हजुर मौसमले अलिकति हल्का साथ दिएको छ अनुसार चाहिँ तथ्याङ्क अनुसार चाहिँ आज पुरै पानी पर्नेवाला थियो मौसम विभागको तथ्याङ्कले फेल खाएको छ हाम्रो प्लानलाई होइन हाम्रो प्लान जितेको छ हाम्रो प्लानले चाहिँ जितेको छ अब हामी यहाँ चढ्नेवाला छ है चढ्ने अनुहारहरू यस्ता छन् ए यो बाजेहरूसँग फोटो खिचेको देखाएको थियो बाबाले यहीँ पो रहेछ अनि कोही त सँग फुकिरहेको जस्तो छ यहाँ त सुकेनासै लाएर मार्नु लाग्यो अलि बाटो ल आमा ल ल बाजे अहिले उतानेर छिर्ने बेलामा यसो एकजनाले गर्नु नि जसले गर्नु यहाँभित्र चाहिँ के छ यहाँभित्र के त त्यो यो भित्र त म्युजियमहरू के छ ए बेसी जस्तो त्यो माथि चाहिँ त्यो माथिको टप चाहिँ घुम्छ के रेस्टुरेन्ट तपाईँले 1.5 घन्टा घुम्नुभयो भने यहाँ बनिन्छ भने अर्को साइड पुग्छ कि थाहै हुँदैन लु हामी टाइममै आएको है पानी तलबाट माथि आउँदैछ
यो चाहिँ घुम्ने रेस्टुरेन्ट अरे पुरा यसरी घुम्छ अरे सबभन्दा खतरनाक फल मासु मात्रै खान्छ नि त्यसले घाँस खाँदैन घाँस पाउँदैन ए पुरा विश्वास गर्छन् कि सोझा हुन्छ फटा इटाल्नुहरू चाहिँ फटा हुन्छ त्यस्तो फटायो अरू युरोपियन जस्तो अनेस्ट हुन्छ अलि अनेस्ट हुन्छ भन्छ ल उही कस्तो राम्रो देखेको ल आमा ओए हिजो त कति विरक्त लाग्यो त आज त दामी रहेछ त धन्यवाद दिदी आमा धन्यवाद दिएर उनै छैन घाँचीमा आइसक्यो आजै ढुङ्गा नि के खिच्नु यस्तो ल खिच्नुपर्छ उयो यो आउने गरी खिचौँ न अँ राम्रो ठाउँ अदुवा जस्तो बाबा आइसल्यान्ड है हल्का भोल्क्यानो कहिले भएको होला है यो भोल्क्यानो चाहिँ उहिले होला यो घरको अस्ति घरमा नि गएको थियो नर्थ अमेरिका कन्टिनेन्टल युरोप भाइ आएको बेलामा क्या त हेर्न जाने भनेको त्यो ठुलो भोल्क्यानो ए हो यो आइसल्यान्ड 22,500 किने ब्ल्याक लाभा सल्ट भोल्क्यानो सल्ट के सल्ट टाइप्स अफ साल्टहरू नुनको प्रकारहरू यहाँ के यो खानालाई होला नि होइन के राख्नु मात्र सोकलाई होला अनि यस्तो यस्तो पनि हुन्छ भनेर सोकलाई होला यहाँको ढुङ्गामा चलाको ब्रान्ड डे यस्तो हो यहाँको यहाँ ए हो बिस्तारै घुम्ने होला यो जस्तै अब यहाँ कफी लिएर बस्नुभयो भने तपाईँ एकैचोटि खोल्दै आउनु सक्नुहुन्छ है घुमाइदियो कि त्यस्तो हो यो रेस्टुरेन्ट चाहिँ मजाले यहाँ बस्यो भने अर्को ठाउँमा घुम्न पनि घुमिरहेछन् है ए यो जातिको चराहरू चाहिँ त्योभन्दा अलिवरतिर त त्यो चरै चरा भन्दा एउटा काम थियो मेरो शिरमाथि भएको देउता हो चर्च यहाँ चाहिँ हाँसहरू हुन्छ हाँसलाई खास ब्रेड दिने ठाउँ हो होइन डाउन टाउन
खुट्टा डुबाउने ठाउँमा जाउँ त्यहाँबाट फर्केर आउँ अनि त्यहाँ क्रान्तितिर रोकेर अनि यतातिर हिँडौँला नि हुन्छ अब आज दिनभरि फर्स्ट टाइम होला बाबुले त समुद्र आएको त है के भन्नुहुन्छ स्विडेनमा समुद्र अनि यस्तो बिचमा चाहिँ गएको छैन ए बिचै छैन अब आइसल्यान्डको त्यही हो बिचहरू त उता स्पेन त्यत्तिकोमा घाम ताप्न बाबाको खिच्दिउँ सरररररररर। आइसल्यान्डको समुद्र देखाउँ मान्छे हो कि के हो ए चराको रहेछ तर यहाँको त मान्छे नै जाने देखाएको छैन चिसो आइस भएको हुन्छ ओ खुट्टा डुबाउने ठाउँमा मान्छे डुबाइरहेको रहेछ मेरो नि रोल हुन्छ ए यस्तो पो रहेछ मिस लामा चाहिँ पुरा मिसेस लामा पुरा
मोडल वक पनि हान्नुपर्छ क्या खिचिदिने मान्छे नभएर हो माथि नुवाकोटी सम्धि के छ खबर काभ्रेली सम्धि के छ खबर सिन्धुली सम्धि के छ खबर ठिक छ नि भयो के आउँदैन त्यस्तो नि सम्झ नुवाकोटी अरे हजुर त नुवाकोटी नै होइन काठमाडौँ काठमाडौँ नुवाकोटी त हो नि गीत आउनु पऱ्यो नि त नुवाकोटी सम्धि के छ खबर त्यो भन्दा आयो त के काभ्रेली सम्धि के छ खबर सिन्धुली सम्धि के छ खबर ठिक छ नि त्यति त हो नि अनि टिकटकमा अचल नै त्यति हो अनि त्योभन्दा मैले बढी रटेर के गर्नु एक्जामहरू सिसाको बिल्डिङ ल यहाँ लु त अब चाहिँ हामी स्विमिङ हिँडेको सबैजना स्विमिङ कसो रमाइलो छ फ्रेस पनि हुन्छ स्विमिङ गर्न जाम एकछिन दाइहरूको भिला दाइ दिदीको भिला यो चाहिँ दाइ दिदी हिँडेको कसलाई खोजेको आइडी कार्डहरू केही होइन म त कति आनन्दको फुलहरू कति राम्रो फुल ल आइसल्यान्डमा चाहिँ यो फुल चाहिँ फेमस रहेछ एभ्रिवेयर फुल्ने सबै ल ल ल हिँड उतासम्म उता हिँड्न मिल्छ हामीलाई रोक्यो कि टाढै सबर मात्रै छोड्ने अघि निदाइ रहेछ मुन्टु त अच्छा म निन्द्रा लगाइहाल्छ है खाना खाएपछि त झट्ट निन्द्रा हामी फेरि आज हिँड्ने पनि थकित पनि भयो त्यही भएर कि बाबु त उहाँ त आफै ड्राइभिङ गर्ने होला नि त स्विडेनमा त होइन
हजुर उता त नि अनि त्यही त अनि अहिले त कलेज घर त ड्राइभिङ गरेर गर्ने होला नि त ए होइन नि त्यो मेरो त नजिकै छ होस्टेलमै हो कलेजमै हो बस्ने एकदम कलेज छेउमै हो त्यो एउटा कलेजको लागि छ त्यो कलेज जस्तै अब यो स्कुल छुट्टी हुँदाखेरि हजुर बाबुले काम पायो भने गर्नु पायो नि होइन बाई फोहोर त गरेको थियो यसपालि त घुम्छु भनेर यसपालि त्यही भएर घुम्ने प्लानै थियो त्यो आइज न भन्दै बोलाउँथ्यो लु मेरो यहाँ छ नतस्याउने उ त्यो ए के अरे अनि गयो अनि लु आइज भन्थ्यो अनि उनीहरूले दिन्थ्यो ए उनीहरूले दिदी सिकाएको हो मलाई त अँ, अनि यति ब्रेक पाउँछ यता यति ब्रेक पाउँछ भन्यो अनि गयो अनि त्यसरी खायो अनि सुरुमा त तपाईँको अझै त्यो रक्सी खायो भने पनि ठुलो मात लाग्दो रहेछ ए यो 2 कप खाने बित्तिकै त म त पुरा नकआउट भएर हल्लिएर के त्यस्तो हुँदै सिकेको त जबरजस्ती नै सिक्नु त्यही चाहिँ ब्रेक पाउँछ भन्दा अनि वेटरहरूले थाक्यो भनेपछि गर्मी त्यस्तै हुन्थ्यो है मान्छेलाई त्यो आइस हालेर कोक ल्याइदिन्थ्यो त्यो त्यो बियर खाने जस्तो ग्लास ल्याइदिन्थ्यो भने फर्स्ट टाइम दियो है सयपत्री लु मैले चाहिँ यहाँतिर मैले अर्काको देशमा यो सबै ऊ नै आफ्नो बगैँचा जस्तै गरी केयर गर्छ है घरको बगैँचा गरी जस्तै गरी केयर गर्ने हो नि त अर्काले त त्यो त अर्को राम्रो रहेछ है धेरै भयो भने हान्छ कि सालिसहरू प्लाट्टै आउँछ लाऊ किन अब मलाई नहेरिकन जाऊ त्यस्तो